हेलो गुड मर्निङ शुभ बिहानी नमस्कार ब्याक टु माई युट्युब च्यानल। आज पनि उपस्थिति भइसकेको छु म। अब आज चाहिँ शनिबारको दिन बिहान छिट्टै उठेको छु र सरसफाइ गर्ने हो अनि चिटिक्क पारेर लिप्नु छ है। अनि हजुरहरूलाई कस्तो छ, हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, कतादेखि कमेन्ट भन्नु होला। हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु, ठिकै छु। हजुरहरूको आजको दिन शुभ रहोस्। हजुरहरू देश विदेशमा हुनुहुने सबैजनालाई धेरै धेरै शुभ दिन रहोस्। गाइज म चाहिँ अब यो बाख्राको लागि कुटमेरोको घाँस चढ्न रुखमा चढ्दैछु। घाँस काट्नु पर्यो नि त बाख्रालाई पनि, आफू मात्र अगाएर भएन होइन। ओके गाइज बाख्रालाई पनि खाना भयो उसको लागि। अब म पनि खाना लाग्दैछु र मैले बिहानीको काम पनि आज सिधै सकेको छु। लिप्ने कामहरू अब हेर्नुहोस्, पूजा चाहिँ भित्र काम गर्ने, म चाहिँ बाहिरको काम गर्ने है। सरर लिपिसकेको छ। गाइज हाम्रो यस्तो बनाइएको छ लिपिसकेपछि को भिडियो यो चाहिँ। गाउँले जीवन जिन्दगी चल्दैछ। आजको काम सिद्धियो। मैले तरुल चाहिँ यो नयाँ प्रतिबिम्बमा रोपेको छु। अब अर्को साल म देखाउने छु ल हजुरहरूलाई कतिको फल्दो रहेछ भनेर। हेलो गाइज, के गर्दै हुनुहुन्छ हजुरहरू? म चाहिँ फुलबारीमा पानी भिजाउँदैछु। यता आलुबारी, उता भित्ताको फुलबारी भिजाउँदै बसिरहेको छु। यस्तै छ। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला। लो हाम्रो पूजा उतल चारो दिनु जाँदैछिन् सुँगुरलाई। जाँदैछ तिमी होइन। अनि सुँगुर कत्रो कत्रो बनायौ त हौ पूजा? यता हेरेर भनिदेऊ न त कत्रो छ अझै? खोइ ए ठुलै रहेछ। के गर्नु, जति सफामा राखे पनि यिनीहरूले फोहोर बनाएर हैरान बनाउँछ। ल खाओ गाइजहरू मजाले होइन त पूजा? हेलो गाइज, हामी चाहिँ अब खाना खानु थाल्यौँ। माम खानु थाल्यो है। यता मम्मी र पूजा उता हुनुहुन्छ। ओके गाइज बाई आजलाई। भोलि अर्को भेटमा भेट हुने नै छौँ। सबैजनालाई गुड नाइट।